लाइक गाइज हामी चाहिँ यस्तो पाराले हेलो साथीहरू नमस्ते। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ हामी घुम्न जान लागेको समुद्रमा। आजको मौसम पनि आकाश पुरै खुलेर बादल पनि नभएर घाम मजाले लागेको छ, त्यस भएर एकदम पर्फेक्ट दिन भएको छ। हामी चाहिँ आज 4जना जान लागेको, सबैजनाको काम बिदा थियो। यहाँ चाहिँ काम गर्दा गर्दा सबैको दिमागमा एकदम प्रेसर परिरहेको हुन्छ कि कहिलेकाहीँ फ्रेस हुनको लागि निस्केन भने पनि एकदम रिस उठ्ने, चिटचिट हुने त्यस्तो कुराहरू भइरहन्छ नि त होइन। त्यो त सबैलाई हुने कुरा हो जस्तो लाग्छ है मलाई चाहिँ। अनि हामी चाहिँ अलि फ्रेस हौँ न त बिदाको बेला, अनि टाइम स्पेन्ड पनि गरौँ भनेर। अनि अर्को बहिनी चाहिँ चाँडै नै नेपाल जाँदै हुनुहुन्छ कि, उहाँ बहिनीलाई पनि यसो फ्रेस होस् भनेर पनि हामी सबैजना जान लागेको। हामीले चाहिँ भर्खर भर्खर भिडियो बनाउन थालेको, ट्राई गर्न थालेको। कस्तो हुन्छ हाम्रो भिडियो लास्टसम्म हेरेर साथ दिनु होला। आई होप सबैजनाले हामीसँग इन्जोय गर्नुहुन्छ भन्ने छ। अब हामी बाटोमा जान्छौँ अनि गएपछि देखाउँछौँ उहाँको कुरा। यहाँको नजिक हामी पहिलो जापान आउने बित्तिकै स्ट्यान्ड बाई खासमा गाडी ड्राइभ गर्नु हुन पछाडिको सिटमा बस्नु रमाइलो हुन्छ नि त। त्यही भएर म घरिघरि पछाडिको सिटमा किन बस्छु भन्दा त्यही आराममा हुन्छ। अगाडि भन्नु पछाडि आराममा। मैले गाडीको 13 लेभलबाट चलाउन थालेको नि त मैले। विकासमा बाँकी हुन् 2011 मा क्रुज कन्ट्रोल हालेर मन बिग्री हो कि पहिलेको नयाँ नयाँ गाडीहरुमा क्रुज कन्ट्रोलले एकदम त्यो हाइलाइट गरेर राखेको छ कि गाडीमा क्रुज कन्ट्रोल छ भनेर के। यहाँ 2011 मा क्रुज कन्ट्रोल चलाउन त छुट्टा छुट्टै ठाउँमा चलाउँछन् नि त। तर यहाँ चाहिँ एउटै त्यो मूर्ति बनाएको हुन्छ नि जुन, त्यो एउटैमा हाल्ने हो अरे के। एउटैमा हाल्छ अरे, जलाउने पनि हुन्छ नि त यहाँ। इलेक्ट्रिक होला चलाउने होइन, मतलब संस्कार के, कसैको जलाउने कसैको गाड्ने हुन्छ नि। यहाँको पनि त्यस्तै हुन्छ अरे, कसैको जलाउने हुन्छ अरे कसैको गाड्ने हुन्छ अरे। गाड्ने भयो भने यस्तो खाएको बनाउँछ अरे, जलाउनु हो भने चाहिँ बनाउँदैन अरे फेरि। कहीँ सानो छ त, कहीँ पाकिसक्यो है। ल फाइनल दिन। लाइक गाइज हामी चाहिँ यस्तो पाराले आमामा काँडाले घोचेर काँडाले घोच्छ यार। हजुर लड्छ होला यो टाइपको त लड्छ, गाड्नुपर्छ यसरी यहाँ। लड्दैन।
ल कस्तो गर्नु अरे भयो भिडियो यहाँ मान्छे चाहिँ थोरै हुनुहुन्छ क्या आज धेरै हुनुहुन्न किनभने जापानमा चाहिँ अहिले भूकम्पको सुनामीको एकदम ठुलो आउँछ भने वार्निङ दिइरहेको छ क्या त्यो कुरालाई चाहिँ हामीले वास्तै नगरी हिँडेछौँ घरबाट खासमा थाहा नै नभइकन थाहा चाहिँ थियो बिर्सेर हिँडेको थियो वहाँ गएपछि हामीले सोधेको अनि कोही पनि आउनु हुन्छ सायद त्यही भएर होला अनि हामीले 1-2 घन्टा चाहिँ फोटो भिडियो खिच्यौँ पानीमा खेल्यौँ इन्जोय गऱ्यौँ घाम एकदम धेरै लागेको थियो धेरै मजा आयो फाइनल्ली अब हामी घर जान लागेको हामीले सकायौँ लुगासुगा फेऱ्यौँ मजाले रेडी भयौँ अब हिँडेको हामी घर हाम्रो गाडी के छ बिजी बाटोमा फर्किँदैछौँ अनुहार हेर्नु एक दिनमा डढेर कस्तो भयो ल चामल ल चामलै चामल ल फाइनल्ली गाइज हामी चाहिँ घर आइपुग्यौँ लास्टै थाकेर एकदम थाकेर घर आइपुग्यौँ घरको हालत चाहिँ लास्टै लथालिङ्ग बत्ताबुङ्ग छ हाम्रो हालत नि यस्तो थोप्रा लिएर घर आइपुग्यौँ अनि 2टा काम भयो आज घुम्यौँ पनि इन्जोय गऱ्यौँ तरकारी सरकारी लिन आउँदा आउँदै बाटोमा पस्यौँ है अनि यसै तरकारी ल्याएर यहाँ राख्यौँ अनि यो चाहिँ चामल हो के जापानिजको मिलमा डाइरेक्ट मिलमा गएर लिएको चामल अन्त सुपामा भन्दा लगभग सेम जति चाहिँ डिफ्रेन्स हुँदो रहेछ कि फरक पर्दो रहेछ मैले त्यही भएर हामी भात धेरै खान्छौँ नि त अनि यस्ता पनि चामल लिएर आयौँ यहाँ राखेको एउटा यहाँ राखेको अब यो सामानहरू मिलाएर टक्क राख्न छ अनि आजको काम गर्न छ काम पनि बाँकी नै छ मेरो फोनहरू कति धेरै आइरहेको छ रिप्लाई गर्न सबै कुरा गर्न छ है थ्याङ्क यू फर वाचिङ बाई बाई